वेलकम छ भिडियोमा। म विक्रम छेत्री भैरवादेखि। म चाहिँ आफ्नो बाइकको यो जुन पछि हुन्छ क्यारियर कटाइदिएको यो एल्युमिनियमको त हल्का मोडिफिकेसन गरेको बाइकमा चाहिँ। अनि यो लेग गार्ड पनि कटाइदिएको। लेग गार्ड मैले ठुलोवाला राखेको छैन, मलाई सानोवाला लेग गार्ड राख्ने ठिक लाग्यो। त्यो ठुलोवालाले धेरै नराम्रो देखिन्छ क्या बाइक, अङ्कलहरूको टाइपको। सो मैले यो केटाहरूले चलान जस्तो आफ्नो हिसाबले बनाउँछु। मैले इन्डिया हुँदा नि यो स्कुल टाइममा राखेको थिएँ बाइक, अनि त्यहाँ पनि मोडिफिकेसन गरेको थिएँ। तब त्यहाँ धेरै सामान आसानीसँग पाइन्छ, अभाइलेबल हुन्छ, अनि मोडिफिकेसन गराउन पनि मजा आउँछ। यहाँ चाहिँ पाइन्न। अब त्यस्तै छ, यहाँ अलिक गाह्रो हुन्छ अनि पैसा धेरै माग्छन्। मैले चाहिँ यो यसरी फिट गराउने यो ठुलो लेग गार्ड निकालिदिने अनि सानो मात्रै राख्ने हो। त्यसको लागि नै म आज यहाँ वेल्डिङवाला सपमा आएको। अनि मलाई योवाला निकाल्न भनेको मैले दाइलाई, यो निकालिदिनुहुन्छ। अनि त्यहाँदेखि त्यसपछि फेरि बेल्डिङ, ग्यास बेल्डिङ हुन्छ यसको माथि, ग्यास बेल्डिङ गर्नुहुन्छ। अनि त्यो पहिलो जस्तै हुन्छ, ठिक हुन्छ, मजबुत नै हुन्छ। अनि हजुरहरूले पनि आफ्नो बाइकहरू मोडिफिकेसन गराउनु भयो भने खास गरी स्प्लेन्डरमा, हिरो स्प्लेन्डर जुन कि बाइकहरूको त राजा नै हो, देवता लर्ड स्प्लेन्डर हरेक ठाउँमा अभाइलेबल हुन्छ, सबैले मन पराउँछन्। अनि यसरी बिल्डिङ गराएको मैले। अनि यसको पछिको पनि मैले टेल सबै काटिदिएको, यसरी आफै यो डोरी बाँधेको मैले। राम्रो लाग्छ भने लाइक कमेन्ट गर्नु होला। सो म मिल्छु नेक्स्ट भिडियोमा। बाई।